योगेश बराल क्षेत्र गुरुदेव पनि पाल्नुहुनेछ। उहाँलाई पनि म यथा समयमा आसन ग्रहण गराउने नै छु। यस्तै गरी हाम्रा वरिष्ठ समाजसेवी रामप्रसाद काफ्रेज्यू यहाँ उपस्थित हुनुहुन्छ। उहाँलाई हार्दिकताका साथ आतिथ्यताको निमित्त आग्रह गर्दछु। वरिष्ठ समाजसेवी रामप्रसाद काफ्रेज्यू। यस्तै गरी वडा नम्बर 4 का वडा अध्यक्ष श्री कैलाश बस्नेतज्यू, उहाँलाई पनि म अध्यक्ष सन्तोष लिङ्गेनज्यूलाई पनि म आतिथ्यताको निमित्त आग्रह गर्दछु। उहाँलाई पनि म आतिथ्यताको निमित्त आग्रह गर्दछु। यसरी नै यस्तै गरी सुन्दरहट्टा नगरपालिका वडा नम्बर 5 का वडा सदस्य इन्दिरा चापागाईज्यूलाई म आतिथ्यताको निमित्त आग्रह गर्दछु। इन्दिरा चापागाईज्यू यस्तै आतिथ्यताको निमित्त आग्रह गर्दछु। देवी गौतम रवि ज्यूलाई आतिथ्यताको निमित्त आग्रह गर्दछु। यस्तै गरी समाजसेवी वासुदेव बराल वासुदेव खट्टेजीलाई म भजन प्रस्तुतिको निमित्त आग्रह गर्दछु। विकास निरौलाजीले
टिप्यारमा सहयोग गरिरहनु भएको छ। राधे राधे। यहाँहरू सम्पूर्णमा हार्दिक नमस्कार, आभार व्यक्त गर्न चाहन्छु गौशाला टिम परिवार प्योर नयाँ वृन्दावन। महिला मञ्च माडवारी सेवा समितिका अध्यक्षज्यू पाल्नु भएको छ। उहाँलाई अग्रासनमा आसन ग्रहण गर्नु। इन्द्रपुर खानेपानी यो कार्यक्रमका अध्यक्ष नवराज चापागाईज्यू पाल्नु भएको छ। उहाँलाई पनि म आतिथ्यताको निमित्त आग्रह गर्दछु। सर्वप्रथम विशिष्ट अतिथिको आतिथ्यता ग्रहण गरिदिनुको निमित्त पूर्व राज्य मन्त्री राजकुमार ओझाज्यूलाई म आग्रह गर्दछु। यसै गरी हामी समक्ष समाजसेवी मनिषा गङ्गाज्यू हुनुहुन्छ, उहाँलाई पनि आतिथ्यताको निमित्त आग्रह गर्दछु। त्यस्तै गरी समाजसेवी शनि मन्दिर धरानका अध्यक्ष राजकुमार निरौलाज्यू, उहाँलाई पनि म आतिथ्यताको निमित्त आग्रह गर्दछु। धार्मिक सामाजिक अभियन्ता दुर्गा काप्रेज्यू धरान, उहाँलाई पनि म आतिथ्यताको निमित्त आग्रह गर्दै दुष्यन्त भट्टराईज्यू समाजसेवी दुष्यन्त भट्टराई, उहाँलाई पनि राधाकृष्ण बसेर आउनुहुने नानीहरूलाई यहाँ मञ्चमा राखिदिनुको निम्ति आग्रह गर्दछु। वाद्यवादनमा हार्मोनियममा बासु पटेलजीले साथ दिनुभएको छ। त्यसै गरी मादलमा टेकमणि ओस्तीजी हुनुहुन्छ। त्यस्तै बिहारमा लगायतका वाद्यवादनमा हाम्रो विकास निरौलाजीको टिम हामीलाई सहयोग गर्न तयारी हुनुहुन्छ। र मलाई स्वरमा साथ दिनका लागि बहिनी शान्ता मैल हुनुहुन्छ, उहाँलाई पनि यहाँ आइदिन म आग्रह गर्छु। त्यसै गरी अर्को बहिनी जानुका बन्जारा हुनुहुन्छ, उहाँलाई पनि यहाँ आइदिन म आग्रह गर्दछु। त्यसै गरी मलाई स्वरमा साथ दिनुहुने टिका पटेलजी हुनुहुन्छ, उहाँलाई पनि यहाँ आइदिन म अनुरोध गर्दछु। र हामीले अहिले तपाईहरुको बीचमा प्रस्तुत गर्ने
हेलो
यो समूहलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गरेँ। किन भन्दा सबैले सुन्ने ठाउँमा म छु, यो प्रतिनिधि बोली हुनुपर्छ मेरो विचारमा। अत्यन्तै मनोरञ्जन पनि प्रदान गर्नुभयो, गराउनुभयो। त्यस्तै गरी हाम्रो मन्दिरको यो गौशाला परिसरको अलिकति वृत्तान्त जोडेर दोहोरीमा सरिक हुनुभयो। उहाँलाई हामी हृदयदेखि नै धन्यवाद ज्ञापन गर्छौँ। यसै गरी हाम्रो संस्कृति यसै गरी जीवन कार्कीज्यू, त्यस्तै गरी समाजसेवी, युवा समाजसेवी व्यवसायी भविक पाण्डेज्यूलाई पनि म आतिथ्यताको निमित्त आग्रह गर्दछु। भविक पाण्डेज्यू, त्यस्तै गरी जीवन कार्कीज्यू।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति यी सबैलाई सम्झिँदै राष्ट्रप्रति सम्मान व्यक्त गर्नको निमित्त थोरै असहज महसुस गर्नुहोला। तरै पनि क्षमा प्रार्थी भन्नुपर्छ। हजुरहरू बस्नु भएको छ, कुर्सीको व्यवस्था नभएर बसाइको व्यवस्था भएकोले थोरै असहज पर्ला, तर राष्ट्रप्रति सम्मान व्यक्त जहाँ मातृशक्ति खुसी हुन्छ, जहाँ आमा दिदी बहिनीहरू घर परिवार घरका चाहनाहरू खुसी हुन्छन्, जहाँ आमा दिदीहरूको मुहार हाँस्ने गर्छ, उहाँहरू खुलेर नाच्न पाउनुहुन्छ, त्यो घर, त्यो समाज, त्यो राष्ट्र जहिले पनि सुखी र समृद्ध बन्छ। यसकारणले तपाईँहरू सुखी र समृद्धिको पनि नायक हुनुहुन्छ। यसकारणले म आमा दिदी बहिनीहरूलाई थप श्रद्धा भाव र आदरभाव व्यक्त गर्न चाहन्छु। यसको मतलब पुरुषहरू केही होइनन्, बुबा दाजुहरू केही होइनन् भन्ने होइन। म आफै पनि एउटा पुरुष हुँ, एउटा घरको म एउटा पुरुष सदस्य पनि हुँ र मैले जति पाएको छु, हामी महिला र पुरुषको तुलनामा आम रूपमा जहाँ मातृशक्ति दह्रो सङ्गठित भयो, मातृशक्तिले प्रतिबद्धता व्यक्त अक्कली चौधरीज्यूलाई पनि विशिष्ट अतिथिको आतिथ्यताको निमित्त आग्रह गर्दछु। त्यस्तै गरी अब हामी फेरि नयाँ अथवा बाँकी रहेका कार्यक्रमतर्फ लागिरहेका छौँ र अब माल्यार्पणको कार्यक्रम रहेको छ। लक्ष्मी बराल, भीष्मा कुमारी चौधरी र टेलिभिजन व्यक्त गर्दै प्रमुख अतिथिको आसनमा आसन ग्रहण गरिन्छ। गरिसकेकी हाम्रो कार्यक्रमलाई जोडिसकेका छौँ। अब यसै गरी हाम्रो प्रदेश सांसद माननीय श्री मीना सेठज्यू पाल्नु भएको छ कोशी प्रदेश। उहाँलाई पनि हामी स्वागत सम्मानका साथ आतिथ्यताको निमित्त विशिष्ट अतिथिको आसन ग्रहणको निमित्त आग्रह गर्दछौँ। त्यस्तै गरी मैले पूर्व राज्य मन्त्री राजकुमार ओझाज्यूलाई फेरि पनि उच्चारण गरिसकेँ। सुन्दर हैटका सम्मान व्यक्त गरिदिनुको निमित्त आग्रह गर्दै राष्ट्रिय धुनको लागि, राष्ट्रिय गायनको निमित्त म प्राविधिक साथीहरूलाई आग्रह गर्दछु। यसै बिचमा हाम्रा सत्य शिव ढकालज्यू पाल्नु भएको छ। उहाँलाई आतिथ्यताको निमित्तमा आग्रह गर्दछु। हाम्रा नगर प्रमुख हुनुहुन्छ शिव प्रसाद ढकाल, उहाँलाई आतिथ्यताको निमित्त आग्रह गर्दछु। विशिष्ट अतिथिको आतिथ्यता राष्ट्रिय गान रेडी भयो, अब सुरु गरिदिनु न। जय
बारेमा बोल्दै शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्म शान्तिः सर्वज्ञो शान्तिः शान्तिरेव शान्तिः सामा शान्तिरेधि जतो यतः समीहते ततो न अभयं कुरु शन्नः कुरु प्रदाभ्यो भयन्नः पशुभ्यः शान्तिः 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 सुशान्तिर्भवतु। धन्यवाद प्रमुख अतिथिज्यू। यो भव्यताको यो उच्चताको सम्मान गर्दै अब हामी आजको विशेष पर्वका बारेमा प्रकाश पार्नको निमित्त अघि नै मैले आतिथ्यता ग्रहण गराउँदैखेरि उहाँको विशिष्टताबारे बताएँ। जो यो संस्थाप्रति अत्यन्तै माया गर्नुहुन्छ, उहाँ आफूले पनि एउटा संस्थालाई एकदम भित्र हृदयदेखि सम्मान गर्नुभएको छ, अगाडि बढाउन प्रयत्न गर्नुभएको छ। हाम्रा अत्यन्तै युवा प्रखर एउटा धार्मिक प्रवचन विद्वत व्यक्तित्व जो हाम्रा गुरुदेव हुनुहुन्छ योगेश भण्डारीज्यू, उहाँको मुखारवृन्दबाट होली पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई दर्शाइदिनु हुनको निमित्त म यहाँ अलिकति अगाडि कुर्सी ल्याउने छु। त्यहाँ बसेर उहाँले यो धार्मिक महत्त्वका बारेमा, सांस्कृतिक महत्त्वका बारेमा अत्यन्त सटीक रूपमा आफ्नो भनाइलाई शास्त्र सम्बद्ध रूपमा प्रस्तुत गरिदिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौँ। योगेश भण्डारीजी। मुख्यमन्त्रीज्यूले भन्नुभएको छ, गुरुदेव यो चैतभरिमा मलाई एकपल्ट बराक क्षेत्र र गुप्तबारा हजुरले पुर्याउनु होला, मलाई हेर्न इच्छा छ। यसपल्ट हामीले हतारमा गुप्तबाराको लागि थोरै पैसा राख्यौँ, तर अब म त्यहाँको लागि के गर्नु? नयाँ वृन्दावन गौशाला धामको, नयाँ वृन्दावन गौशाला धामको, नयाँ वृन्दावन गौशाला धामको दीनबन्धु शास्त्रीजी महाराजको यस पावन होली मिलन महोत्सव कार्यक्रमका प्रमुख अतिथिज्यू, कोशी प्रदेशका मुख्यमन्त्रीज्यू, त्यस्तै गरेर मञ्चमा आसीन हुनुभएका सम्पूर्ण राजनीतिक क्षेत्रका, धार्मिक क्षेत्रका, सामाजिक क्षेत्रका, बौद्धिक क्षेत्रका विशिष्ट महानुभावहरू र तमाम मेरा आमा बुबा दाजुभाइ दिदीबहिनीहरूलाई म र हाम्रो बराह पुराण समूह, परादर्शन फाउन्डेसन बराह क्षेत्रको तर्फबाट हामी यहाँलाई स्वागत गर्छौँ। र हेर्नु, म तपाईँहरूलाई उदाहरण दिन्छु दुई चारवटा। एउटा साधुको चरण जहाँ पर्छ, एउटा साधु सच्चा साधुले जहाँ टेक्छ, त्यो टेकेको ठाउँ धुलो भए पनि हिलो भए पनि एक दिन तीर्थ बन्छ। दीनबन्धु शास्त्रीजी महाराजले यो ठाउँलाई तीर्थ बनाइदिनु भएको छ। शास्त्रीजी महाराज त पछि आउनुभयो, तपाईँ हामी यो ठाउँका धेरै अगाडि देखिँदा कति इटरीमा जन्म्यौँ, कति बराक क्षेत्रबाट आउँदा इटरी जहिले तहिले बाटो हिँड्यौँ, विराटनगर झापातिरबाट आउँदा इटरीको बाटो हिँड्यौँ। आज हामी नयाँ वृन्दावन गौशाला भनेर जहाँ यहाँ बसेका छौँ, यो ठाउँ कुनै बेला सायद हाम्रा हजुरबा हजुरआमाहरूले कोही मान्छे मऱ्यो भने गाड्न र पोल्न ल्याउने ठाउँ हो। आज त्यो चियानघारी शास्त्रीजी महाराजको कारणले गर्दा नयाँ वृन्दावन गौशाला पावन तीर्थ बन्यो। यस्ता साधु श्रीचरणमा म नमन गर्दछु। र होली पर्वको माध्यमबाट आज यहाँनिर जो हामी एकत्रित भएका छौँ, केही वर्षदेखि
होली यहाँ चलिरहेको छ। म पनि सायद 2-3 वर्ष अगाडिको यस्तै होली कार्यक्रममा एकपल्ट यहाँ आउन पाएको थिएँ र आज फेरि दोस्रोपल्ट यहाँ आउन पाएको छु। बडा खुसी लागेको छ। होली हाम्रो सामाजिक एकताको प्रतीक पनि हो, सौहार्दताको प्रतीक पनि हो। आज जताततै डेमोक्रेसी, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र शब्द उयो, आशय उयो। जताततै जहाँ पनि लोकतन्त्र भनेर भनिन्छन्। यदि धर्ममा पनि लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र खोज्ने भने केवल हिन्दू सनातन धर्म मात्रै हो। यहाँ अनेक विकल्पहरू छन्। अरू धर्म भनेको सब एकतन्त्रीय धर्म छन्। माने पनि नमाने पनि अर्को विकल्प हुँदैन। हामीसँग गणेशलाई नमाने, शिवलाई नमाने, दुर्गालाई नमाने, अनि विष्णुलाई नमाने, शिव, यो अनेक विकल्प, मान नमान सबै किसिमका स्वतन्त्रता हामीसँग रहेका छन्। र अनेकताको बिचमा पनि एकता प्रदर्शन यदि कसैले गर्छ भने सनातन धर्मावलम्बी तपाईँ हामीले गर्दै ल्याएका छौँ र गर्नुपर्छ र भविष्यमा पनि गरि नै रहनुपर्छ। यो महान होली असत्यमाथि सत्यको जित, अन्यायमाथि न्यायको जित, अधर्ममाथि धर्मको जित र पापमाथि न्याय र धर्मको जितको प्रतीक हो होली। होलिका नाम गरेकी हिरण्यकश्यपकी बहिनीलाई, जसले प्रहलाद जस्ता भक्तलाई, न्याय प्रेमीलाई जलाएर खरानी बनाउन खोज्थे, ऊ आफै जलेर खरानी भएको खुसियालीमा अहिले पनि तपाईँहरूले यो सामाजिक धार्मिक रूपबाट यो पावन रङको पर्व होली खेल्दैछौँ। तर समय सँगसँगै अब सायद रङमा धेरै पावन होलीको शुभकामना पनि दिँदै आफ्ना 2 शब्द यही नै विश्राम दिन्छौँ। पुनः हामी दीनबन्धु शास्त्रीजी महाराजका हरेक योजनामा यसै गरेर तपाईँ हामीलाई साथ दिनुपर्छ। यो नयाँ वृन्दावन होइन, अब त साँच्चैको वृन्दावन तपाईँ हामीले मिलेर बनाउनुपर्छ। यही नै म भन्दै आफ्नो 2 शब्द यही विश्राम दिन्छु। बोले सच्चिदानन्द भगवानको जति पनि गुप्तबाराको लागि सहयोग गर्नुभएको छ, यसपल्ट वैशाखबाट हजुरहरूलाई वैशाखको अन्तिम सम्ममा हामी गुप्तबारा पुर्याउने पनि अठोट गर्दछौँ। र अहिलेसम्म जति गुप्तबारा निर्माण भयो 550 श्रेणीभन्दा सबै भक्तजनको पैसा नै आवाज व्यक्त गर्न सक्नुहोस्। अहिले स्यामसरले मलाई पछि बोल्न दिनुहुन्छ कि दिनुहुन्न थाहा छैन, पाला आउँछ कि आउँदैन। आज सीमित वक्ताहरू हुनुहुन्छ, मुख्यमन्त्रीको समय थोरै भएको कारणले पछि बोल्ने पाला आउला नआउला नबोले पनि म हजुरहरूकै बिचमा छु। मैले हजुरहरूलाई त्यति मात्रै भन्नु खोजेँ हो, हामी त होलीको कार्यक्रम मनाउन आएका, यहाँ अरूको कुरा सुन्न आएका होइन भन्ने हजुरहरूको मनमा नपरोस्। घडी हेरेर अबको घडी हेरेर 15 देखि 18 मिनटभित्रमा हामी यो कार्यक्रम फर्मल कार्यक्रमलाई विश्राम गरेर होलीमा यहाँहरूसँग रम्ने र रमाउने छौँ। हामी बिल्कुल तयारीमा बसेका छौँ। कृपया जबसम्म होलीको पूर्ण आनन्द लिँदैनौँ तबसम्म कोही पनि चटपटाउने काम नगर्नु होला है। हजुरहरू धैर्य गरेर बस्नु होला। यो कार्यक्रमको प्रमुख अतिथि माननीय मुख्यमन्त्रीज्यू, माननीय सांसदहरू, निर्वाचित जनप्रतिनिधि सबै आदरणीय व्यक्तित्वहरू, मञ्चासीन नेतागण र यो भव्य समारोहप्रति तपाईँहरू सबैको तालीसहित अभिनन्दन गर्न चाहन्छु। तपाईँहरूको ताली माग्छु। योभन्दा अगाडि स्थानीय जननिर्वाचितहरूबाट होली महोत्सवको कार्य हुँदै गर्दा आज प्रदेशकै मुख्यमन्त्री यहाँ ल्याइसकेपछि यसको गरिमा र ओज बढेको छ। मैले यहाँ तपाईँहरूसँग राख्नुपर्छ होलीका रुक्मी डाक्टर श्यामप्रसाद यादवज्यू धन्यवाद। यसपछि हामी फेरि कार्यक्रमका विशिष्ट अतिथि निवर्तमान नगर प्रमुख शिव प्रसाद ढकालजीलाई शुभकामना मन्तव्यको निमित्त आग्रह गर्दछु। धन्यवाद श्याम सर। कार्यक्रमका हाम्रो क्षेत्रमा पनि उहाँलाई हामी अनुरोध गर्न चाहन्छौँ यहाँबाट त्यहाँ पनि उहाँले धार्मिक रूपमा धर्मप्रति मान्छेहरूलाई आस्थामान बनाएर त्यहाँ पनि यसको चाहिँ शाखाको रूपमा विकास गरोस् भन्ने यी मञ्चबाट उहाँलाई म आग्रह पनि गर्छु। यहाँका हरेक
धनपति आक्रमण व्यक्तिहरूलाई एक ठाउँमा भेला पारेर आफ्ना धनप्रति सबैको चासो जोगाउनमा उहाँ सफल हुनुभएको छ र त्यति मात्र होइन, हामी उहाँसँग जोड्दा यसलाई पर्याप्त पुग्ने गरी काठको व्यवस्था गरियोस्। म संसारका धार्मिक पर्यटकहरूलाई नेपालमा भित्र्याउनु छु, यो ठाउँमा ल्याउने छु र सुन्दर रैचाका बाटाहरू फराकिला हुनेछन्। यहाँका बासिन्दाहरूले आय अर्जनमा राम्रो भूमिका निर्वाह गर्नुहुनेछ, यहाँको जीवनस्तर बदलिन्छ भन्ने अठोटका साथ उहाँले माग गर्नुभयो र अन्तिम प्रयत्नसम्म हामीले गर्यौँ। तर सरकारको छिनछिनमय परिवर्तनले ती भएका निर्णयहरू पुरा हुन पाएनन्। मुख्यमन्त्रीज्यू, यो उहाँको अभिष्ट पुरा गर्ने एक प्रकारको वचन यहाँबाट आओस् भन्ने चाहना राख्छु। त्यो सबभन्दा अग्लो रथ यात्रा गर्नेले खालि रथ यात्रा मात्रै गर्दैन, हाम्रो आय आर्जन र हाम्रो धार्मिक पर्यटनको आन्तरिक बनाएकै छौँ। आवश्यकता हामीले धेरै नै छ, तर योभन्दा पहिला यो वृन्दावन क्षेत्रलाई नदी तटमा त्यसलाई सुरक्षा गर्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ भन्ने मैले यो कुरा भन्न चाहन्छु। र के हो भन्दाखेरि अब तपाईँहरूलाई होली पर्व आएकै छ, हामी सबैले आएकै छ र यो वृन्दावन गौशाला धामभित्र विभिन्न समुदायले आश्रय पाएको पनि छ। वृद्ध चौतारी छ, नानीहरूको लागि त्यहाँ बटुकहरू राखिएको छ, पढाइहरू भइरहेको छ अनि त्यहाँ सम्पूर्ण महानुभावले नाचगान गाउनु पाइरहेछ, भजन कीर्तन पाइरहेको छ। नयाँ वृन्दावन गौशालाले प्रत्येक वर्ष मनाउने गरेको फुलको होलीको विशेष दिन शुभ अवसर यस कार्यक्रमका सभापतिज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू लगायत लामो समयदेखि होलीलाई होलीको कार्यक्रममा सहभागी भएर आनन्द लिनका लागि लालायत भएर बस्नुभएका मेरा आमा बुबा दिदीबहिनी तथा मैले लाग्नुपर्ने मेरा प्रियजनहरू यहाँ आइपुगे हार्दिक नमन गर्न चाहन्छु। आज हामीले अरू वर्षको भन्दा अलिक पृथक कार्यक्रम गरेको मेरो मागे मोती मिले मागे मिले आहा भन्छन्। नमागिकन यो सबै कुरा भएको छ भने माग्नका लागि आफूले मुख खोलेर आफूलाई कमजोर बनाउनु हुँदैन। हजुरहरूले साथ दिनुभएको छ, साथ दिने व्यक्तित्वहरूले साथ दिनुभएको छ, जसको कारणले यो संस्था बनेको छ। मलाई थाहा छ मैले मुख खोल्नु पर्दैन, माग्नु पर्दैन, तर मुख्यमन्त्रीले अब यो ठाउँलाई के गर्नुपर्छ त्यो आफै बोल्नुहुन्छ, मैले बोल्नै पर्दैन। तसर्थ यदि यहाँ आएर पनि मैले उहाँलाई यो दिनुहोस्, यो गर्नुपर्ने छ, यहाँका समस्या यो छ भनेर माग्नु पऱ्यो भने माग्नका लागि तहरूसँगै माग्न भइहाल्छ। मैले मेरो आफ्नै मुख्यमन्त्रीसँग किन माग्नु? तसर्थ हरेक बाबुआमालाई थाहा छ आफ्ना छोराछोरीको आङको लुगा फाटेको कुरा, हरेक बाबुआमालाई थाहा छ आफ्ना छोराछोरीको आङका लुगा फाटेका कुरा। बाबुआमाले जानेर छोराछोरीलाई नयाँ लुगा किनेर ल्याइदिनुहुन्छ। कोशी प्रदेशको मुख्यमन्त्री हाम्रो अभिभावकको तसर्थ यो संस्थाको अभाव र अपुग्ने क्षेत्रको कुरो उहाँले सही बुझ्नुहुन्छ। मैले मागेर बोलिरहनु पर्दैन। तसर्थ म आभारी छु। मुख्यमन्त्रीलाई भेट्ने कहानी पनि लामो छ, म अरू विषयमा बोल्दिनँ। आज होलीको कुराहरू गरिसक्नु भएको। मुख्यमन्त्रीलाई भेट्नु खोजे, एक दुईजनासँग सम्पर्क गर्नु खोजे, 5 दिनभन्दा अगाडि मुख्यमन्त्रीजीसँग भेट हुँदैन अरे भन्ने खबर पाएँ। मलाई लाग्यो, मनमा हुटुकी लाग्यो। मैले राजकुमारलाई फोन गरेर आज मेरै ठाउँमा मुख्यमन्त्रीलाई मोरङमै बसेर मोरङकै राजधानीमा राजधानीमा बसेर मैले 5 दिन पूर्व पनि के हो यो उल्टा भनेर सोधेर राजकुमारलाई नै आउँछ। राजकुमारलाई भन्नु कुरो हजुरले आउनुहुन्छ भने म मुख्यमन्त्री कार्यालय छु, समय नलिकन मुख्यमन्त्रीले म महेन्द्र चोकमा छु, समय नलिकन मुख्यमन्त्रीजीलाई भेट्न जाँदैछु भने जाँदै गर्नुहोस्, म तपाईँलाई जाँदैन भेट्ने बाटोमा
र यो कामहरू प्रशस्त शक्तिको विषयमा मैले राखेको पर्दैन, संस्थाले आफै बोल्छ। तसर्थ यसपटकको कार्यक्रम अलिकति लामो भयो भन्ने कुरा हजुरहरूको मनमा लागेको होला, अन्यथा नलिकन जे चिज भोलिको लागि हजुरहरूले लिन भनेर आउनुभएको छ त्यो चिज अब प्राप्त गर्नुहुनेछ। म अरू विषयमा नबोलिकन म मेरो आफ्नो भनाइलाई यहीँ बिट पार्छु। धैर्य गरेर अब धेरै लाग्दैन। अन्तिम वक्ताको रूपमा हाम्रो आजको प्रमुख अतिथि चिफ गेस्ट मुख्यमन्त्रीजी हुनुहुन्छ। उहाँका भनाइ सुनेर हामी होलीको कार्यक्रम शुभारम्भ गर्छौँ। जय जय राधे, जय जय श्याम। जाँदा जाँदै अहिलेको कागज खोइ, अहिलेको कागज खोइ। एउटा योजना छ, लक्ष्य छ र सपना छ। मिराईको बेलामा देखेको सपना पुरा हुँदैन, हिउँदोको बेलामा देखेको सपना पुरा हुन्छ भन्ने हामीले सिकेकै छौँ। हिउँदोको सपना नदेखेको भए आदरणीय वृन्दावन गौशाला बन्दैन, त्यो यहाँलाई थाहा छ। तसर्थ हामी एउटा संस्थासँग टाइअप गर्दैछौँ। त्यो संस्थाले हामीसँग टाइअप गर्दैछ नेपाल ज्योतिष परिषद। हामीलाई सुन्नुहुन्छ मुख्यमन्त्रीले भन्ने कुरा लागेको छ यो श्री माननीय मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेश विभागनगर 9 विषय नवग्रह सर्जनको तथा विज्ञान क्रिया र वास्तु निर्माण गर्ने सम्बन्धमा। उपरोक्त समुदायमा कोशी प्रदेश धार्मिक तथा ऐतिहासिक प्रदेश हो। सर्वोच्च शिखर विश्वकै टावर सगरमाथा र एसियाकै होचो कचरा कवल झापा कोशी नदी पिण्डेश्वर र पार्थिवन मन्दिरको छत्रछायामा रहेको कोशी प्रदेश धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण प्रदेश हो। त्यसैले यस महत्त्वपूर्ण प्रदेशमा नेपाल ज्योतिष परिषदले धार्मिक पर्यटनलाई विकास गर्ने योजना अगाडि सारेका छन्। उद्देश्य धार्मिक पर्यटन विकासका लागि नवग्रह रिसर्च सेन्टर, वास्तु परीक्षण तथा विज्ञान गृह स्थापना गर्ने क्रियाकलाप कोशी प्रदेश सरकारको विशेष लगानी, नेपाल ज्योतिष परिषदको र नयाँ वृन्दावन गौशाला वृन्दावनको संरक्षण यी दुई संस्थाले व्यवस्थापन गर्नेछन्। संस्थागत व्यवस्था नयाँ वृन्दावन गौशालाको पश्चिमतर्फ रहेको बुढीगङ्गा जमुना नदीको किनारबाट फराकिलो सडक प्रारम्भ गरी नेपाल ज्योतिष परिषद भवनको उत्तरतर्फको बाटो रिङ रोड बनाई वृन्दावन गौशालाको प्रवेशद्वारमा रिङ रोड पुरा हुनेछ। माथि उल्लेखित आयोजना प्रदेश सरकारसँग समन्वय गरी निर्धारण गरिनेछ भनेर हामीले एउटा अपिल यहाँलाई जाहेर गरेका छौँ। यो अपिल मेरो व्यक्तिगत मात्र नभएर यो नेपाल ज्योतिष परिषदको संयुक्त आह्वान हो र यो हस्तान्तरण गरिदिनु हुन नेपाल ज्योतिष परिषदका भर्खरै मात्र अध्यक्ष बन्नुभएका कोशी प्रदेशका अध्यक्ष बाबुराम निरौलाजीलाई यो लगेर कोशी प्रदेशका मुख्यमन्त्रीज्यूलाई हस्तान्तरण गरिदिनु हुन आग्रह गर्दै मैले मेरो आफ्नो भनाइलाई यहीँ अन्त्य गर्न चाहेँ। राधे राधे। राधे राधे। अब उच्चबाट आशीर्वचन प्राप्त भएको छ। यसपछि हामी ढिलो नगरी अब त एकदम सकिने कार्यक्रम होइन, अब होली महोत्सवतिर प्रवेश गर्नेछौँ। त्यसभन्दा अगाडि हाम्रा आजका प्रमुख अतिथिज्यूबाट शुभकामना मन्तव्य गरिन्छ। म कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीज्यूलाई आग्रह गर्दछु। आदरणीय सांसद, धन्यवाद धेरै धेरै। आज यो नयाँ वृन्दावन गौशालामा आयोजित होली मिलन कार्यक्रमका सभाध्यक्ष आदरणीय गङ्गा काफ्लेज्यू, यहाँ उपस्थित कोशी प्रदेशकी माननीय सदस्यज्यू, कोशी प्रदेशका पूर्व मन्त्रीज्यू, यस नगरपालिकाका पूर्व प्रमुखज्यू, विभिन्न राजनीतिक पार्टी लगायत जनप्रतिनिधि साथीहरू, यहाँ उपस्थित बराक क्षेत्रका आदरणीय पण्डित योगेश भण्डारीज्यू, यहाँ उपस्थित समस्त मातृशक्ति आमा दिदी बहिनीहरू, दाजुभाइहरू, पत्रकार साथीहरू, सम्पूर्ण उपस्थित आदरणीय व्यक्तित्वहरू, म यहाँहरू सबैमा हार्दिक अभिवादन ज्ञापन गर्न चाहन्छु। विशेषतः म यो कार्यक्रममा जहाँ आएको छु
यस कार्यलाई स्थापना गरेर यो गङ्गा घाटमा रहेको बुढी गङ्गा घाटमा रहेको यो निर्जन एउटा क्षेत्र जहाँ मान्छेहरूका दास स्याहार गर्ने ठाउँको रूपमा चिनिएको थियो, त्यो ठाउँलाई एउटा महत्त्वपूर्ण सांस्कृतिक केन्द्रको रूपमा, धार्मिक स्थलको रूपमा र हामी सबैको गन्तव्यको रूपमा निर्माण गर्नको लागि यो कोशी प्रदेशभन्दा बाहिरबाट धेरै टाढाबाट आफ्नो ज्ञान शिक्षा आर्जन गरेर यस ठाउँमा आएर यो ठाउँ बनाउनको लागि आफूलाई समर्पित गर्नुभएका आदरणीय मेयर साहब त्यो ठाउँलाई हेरिदिनु होला, के गर्नुपर्छ तपाईँले त्यसको योजनाहरू बनाउनु होला। तपाईँले पनि लगानी गर्नु, हामी पनि लगानी गर्छौँ र यो क्षेत्रलाई एउटा पवित्र गन्तव्य स्थान बनाऊ, साँच्चै राम्रो ठाउँ बन्नेछ भनेर मैले भनेको थिएँ। त्यसपछि मेयर साहब पनि लाग्नुभयो, बन्यो, केही ठाउँहरू बन्यो र त्यसपछि प्रदेश सभामा हामी सँगै थियौँ। मेरा मित्र राजकुमार ओझाजी, उहाँलाई मैले पटक पटक भने, उहाँले मलाई पटक पटक भन्नु हो यो ठाउँ बनाउनको लागि सरकारले केही न केही लगानी गर्छ भन्ने कुरामा उहाँले आफू सांसद हुँदा आफू नहुँदा पनि धेरै मेहनत गर्नुभयो र विभिन्न ठाउँका स्रोतहरू जुटाएर अहिले यो ठाउँ एउटा हेर्न हुने र हामी सबैले अब यो ठाउँ बन्यो, यो ठाउँमा हामी जानुपर्छ भन्ने ठाउँ बनेको छ। यस कारणले म यस सबै कार्यका लागि यसको सम्पूर्ण अगुवाई गर्नुहुने म महामण्डलेश्वर गुरुज्यूप्रति फेरि पनि श्रद्धाभाव व्यक्त गर्न चाहन्छु, अभिवादन व्यक्त गर्न चाहन्छु। आज म धेरै कुरा राख्ने पक्षमा छैन, किनभने आज हाम्रो पवित्र सांस्कृतिक एउटा चाड पनि हो। म यहाँलाई सर्वप्रथम हार्दिक अभिवादन ज्ञापन गर्न चाहन्छु, यहाँप्रति शिर झुकाएर श्रद्धा सम्मान व्यक्त गर्न चाहन्छु र यहाँको आशीर्वाद आशीर्वचन प्राप्त गर्न चाहन्छु। तपाईँ हाम्रो यो क्षेत्रको एउटा अग्रणी नक्षत्र हुनुहुन्छ, तारा हुनुहुन्छ, जसले हामीलाई एउटा ठुलो एउटा संरचना, सांस्कृतिक केन्द्र, धार्मिक र पवित्र स्थल हामीलाई सुम्पिनु भएको छ। यसका लागि